साथीहरू नमस्कार। साथीहरू आज हामीसँग यो इमेज रनर 2520 प्रिन्टर छ र आज म यस प्रिन्टरबाट यो प्रिन्टरको आजसम्म टोटल प्रिन्ट चेक गरेर टोटल प्रिन्ट निकाल्न सिकाउन जाँदैछु। त साथीहरू इमेज रनर 2520 प्रिन्टरको आजसम्म प्रिन्ट भएको सबै टोटल प्रिन्ट निकालेर सिकाउन जाँदैछु। त साथीहरू यस प्रिन्टरको टोटल प्रिन्ट निकाल्नको लागि तपाईले सबभन्दा पहिला यो काउन्टर चेक बटनलाई प्रेस गर्नुहोला। म प्रेस गर्दैछु। प्रेस गरेपछि हेर्नु साथीहरू, तपाईले काउन्टर चेकमा यो टोटल ब्ल्याक लार्जमा यति आएको छ, टोटल ब्ल्याक स्मलमा यति छ, टोटल स्क्यान गरेको अहिलेसम्म यति छ र यो टोटल प्रिन्ट यति भएको छ। त्यसपछि साथीहरू तपाईले यो प्रिन्ट लिस्ट भन्ने अप्सनमा क्लिक गर्नुहोस्। क्लिक गरेपछि यहाँ तपाईले डु यु वान्ट टु प्रिन्ट द काउन्टर रिपोर्ट भन्ने आउँछ र यो प्रिन्ट लिस्ट भनेर देख्नुहुन्छ। र त्यसपछि तपाईले यहाँ यस नोमा क्लिक गर्नुहोस्। क्लिक गरेपछि साथीहरू हेर्नुहोस्, तपाईले हाम्रो टोटल प्रिन्टको रिपोर्ट प्रिन्ट भइसकेको छ। हेर्नुहोस्, यो हाम्रो टोटल प्रिन्ट। हेर्नुहोस् साथीहरू, आजसम्म हाम्रो प्रिन्टरमा टोटल प्रिन्ट यति भएको छ। स्क्यान भयो, टोटल स्क्यानर, टोटल प्रिन्ट यति भएको छ। त साथीहरू यसरी नै तपाईले आफ्नो प्रिन्टरको प्रिन्ट निकाल्न सक्नुहुन्छ। साथीहरू त्यसपछि यो क्लोज गर्न यो डन गरिदिनु होला। डन गरेपछि ब्याक जान्छ। त साथीहरू मलाई थाहा छ तपाईले सिक्नुभयो होला। त साथीहरू आजसम्म मेरो च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गरिदिनु होला। हस् त, थ्याङ्क यू।